ल ल ल हजुर के गर्दै हुनुहुन्छ खास हजुर किन आउनुभएको कागज पहिला भन्नुस् त हाम्रो चिया खाना आएको हो ऋतुजी हेलो हजुर सिस्टर हामी यहाँ चिया खाना आयो हो तपाईको त्यो आइफोन हो कि क्यामेरा हो कि हो ऋतुजी तपाईँ किन खिचे हजुर मैले खान पाइनँ कि भिडियो नखिच्नु न लुकी लुकी खानु पर्ने भयो तपाईँ चाहिँ किन खिचे लुकी लुकी खानु पर्ने हो नखिच्नु न यार अनि मैले अनुमति पारे खिचे हो के को लागि खिच्नु के को लागि क्यामेरा त्यसरी राखेको हामी यहाँ तेजन दाइ हामी यहाँ यसो ठुलो कुरा नगर त खिच्न लाग्यो त सुकुले गुन्डा हो यता यार तपाईँ के भयो किन गुन्डा नि नचाहिने कुरा नगर म जस्तो म बोल्न त जान्दैनस् गति लिएर के ठुलो कुरा गुन्डा देखेको कि तपाईँ गुन्डा तपाईँ गुन्डा त म हो गुन्डा त म गुन्डा हो नि गुन्डा हो कि हो हामी दोस्ती उहाँ गुन्डा उहाँ गुन्डा तपाईँ अहिले साइलेन्ट भएर तपाईँ एउटा हाम्रो बस भनेर साइलेन्ट भएर बस्नु न बस भनेपछि साइलेन्ट भएर बस्नु न मलाई त बोस पो बनाइदियो केटाहरू बस भनेपछि तपाईँ बस हो नि हामी गुन्डा हो तपाईँको फाउन्स होइन तपाईँको बडीगार्ड होइन ए भनेपछि अहिले बडीगार्डै बोकेर हिँड्नुभयो उहाँले तपाईँ किन खिच्नु भयो तपाईँलाई कहिले भने तपाईँ बन्द गर्नु होइन होइन तपाईँ बन्द गर्नु एकछिन एकछिन मेरो कुरा सुन्नु न तपाईँ बन्द गर्नु न बन्द गर्नु न पहिला बन्द गर्नु न भन्दैछु त फेरि मैले खिच्नु पाउने अधिकार छैन त्यसै ठाडो यो खाए बेला हामी बसे बेला हुँदैन मैले तपाईँ खानु भएको छ राख्नु न भनेको तपाईँ झ्यापमा हुनुहुन्छ तपाईँ जापमा राख्नु न पहिला होइन अनि भन्नु नि त तपाईँले भन्नुभयो खाएको बेला खिच्नु हुँदैन तपाईँ खानु भएको छ अहिले दाइ बस्न न त जडे हो कसको चाहिँ रक्सी यहाँ तैँले खाएर यहाँ गिलास यता फाल्न हुने साला यी बोतल यहाँ राखेको छ यसैले ल्याए मलाई आरोप त्यही त हो नि है कालो चिया भनेर दिएको होइन मलाई तपाईँ कालो चिया तपाईँलाई हामीले बोलाए होइन र अहिले तपाईँले बोलाउनु भएन हामीलाई होइन मान्छे नि कालो चिया पनि कालो कसरी ल्यायो रक्सी नै हो भने म छुट्याइदिनु सक्छु जसलाई पनि हेर्नुहोस् तर हामीले कालो चिया भनेर हजुरले बोलाउनु भएन नि त होइन उहाँले कालो चिया हो भने हो नि त उहाँले अहिले अहिले अर्कै कुरो एउटा चुरोट ल्याउनु त ल्याउनु यसो बालम ल्याएर तर तपाईँले कालो चिया भनेर बोलाएर यो के तपाईँ खुकुरीमा बोलाइदिनु भएको छ तर हामी खान्न नि तपाईँ सर यता आउनु त यसो बस्नु न एकछिन यही सँगै छ दादा एकछिन होइन हजुर बस्नुपर्छ यसो भन्नु रमाइलो के दाइ भन्नु भनेको एकछिनकै एकछिन ओके छ नि तपाईँ रमाइलो तपाईँ भन्नु भनेको यहाँ तपाईँ रमाइलो बस्नु नि हेर्न त के काम त यस्तो आएको हामी दुःख भएको अनि यो रक्सी आएको भने रक्सी सक्सी हामीलाई खाने यो पेट्रोल हो कि तिमीहरूले खनार पानी पेट्रोल दाइ हामीलाई अब केफेमा बोलाए यो पेट्रोल हो कि होइन साथीहरू ल बना पेट्रोल हामीलाई रक्सी भन्ने पेट्रोल किन हालिदियो हामीले एउटा केफेमा बस्यो कालो चिया खाऊ भने आगो लाउने भन्ने कुरो यो के हो यस्तो गर्न पाइन्छ दाइ अनि के गर्यो होला यो होइन तर यो पेट्रोल किन हालिदियो हामीले एउटा कालो चिया दिए त हुन्थ्यो होला नि कालो चियाको साटो यस्तो पेट्रोल झ्यापमै हो कि के हो कस्तो झ्याप भने होइन जो जाँड खाने जोडिया हो यो यसलाई कसैले विश्वास नगर है म भनिदिन्छु फेरि होइन अनुहार त राम्रो छ त फेरि किन विश्वास नगर्ने विश्वास गर्छ उहाँ होइन पारसको हाम्रो भतिजको साथी हो नि फेरि त अलि पागल हो क्या तेरो होइन एकदम जिग्री हो नि किन होइन हामी एउटै हो नि फेरि यहाँ सुन्नु यो तेजन र कलौटे दाइ चाहिँ यस्तै नचाहिँदो वायात कुराहरू बोलेर भाइरल भएको अब भोलि मैले उहाँलाई गायक बनाइदिनु सुन्नु न ऊ पनि एउटा पीडित मान्छे हो भाइरल भएको त होइन यार हावा मान्छे यार ऊ पनि एउटा यतिको भाइरल भयो नि एउटा पीडित भएर भाइरल भयो एउटा छोराको नाममा भाइरल भयो तर हामी पनि भाइरल हुन सक्थ्यो होला दाइलाई यसो मिलाइदिनु त कुरो झ्याप पैसा जस्तो छ झाप छैन एउटा कालो चिया भने झाप हुन्छ त गर्ने मुड पनि भएन मेरो किन झ्यापा जस्तो पारेर रक्सी कुरा किन गरे कालो चियाको कुरा गरे कालो चिया तपाईँ माग्नु माग्दैन कहिले रक्सी माग्दैन होइन रक्सी माग्दैन म खान्छु ल कसले के गर्छ म खान्छु मेरो अधिकारको कुरा हो होइन चुरोट माग्यो तर रक्सी माग्यो मैले खा हुन्छ म चढा हुन्छ ठुलो कुरो नगर है त हेर
त रक्सी खाने तपाईँले खायो भने मैले खायो हुन्छ भने मैले खायो हुन्छ कसरी तपाईँ नखायो नि तपाईँ दाइलाई हकाउनु कुरा नगर्नु नि तपाईँ मैले खायो भने मैले खायो हुन्छ तपाईँ किन हिँडेको यहाँ पनि दाइले रक्सी खाएन तपाईँ दाइले पनि रक्सी खाएन तर त एउटा चुटा मागेर हजुरले किन उहाँले खायो भने मैले खायो भाँडो यताउति ल्याएर मलाई नि खोजेर मेरो तपाईँ एउटा कालो चिया भने भोलिको प्रधानमन्त्री हुने मान्छे हो म भोलिको प्रधानमन्त्री हुने मान्छे हो म किन भोट तपाईँले हाल्छ बुढा भोट तपाईँले के हाल्नु प्रधानमन्त्री भएर कामै छैन देशको हातमा हाल्नु चाहिँ हातमा हाल्नु तैँले मलाई हाल्ने भोट के गर्नु म हुने हो तपाईँ हुने मान्छे हो तपाईँ त कलौटे पनि यस्ता हावा भुइँको किरो यार त भुइँको जुत्तामा लाए पनि नसुहाउने मान्छे हो त के कुरा गर्छ मलाई ठुलो कुरा गर्छ कलौटेलाई चाहिँ बेजा छैन राइट भने हो बे हावा बोलीले गर्दाखेरि कसैले मन यही हावा बोलीलाई बरु आएर भोट हान्छन् तल त कसैले हाल्दैनन् बुझिस् राम्रो मान्छे तेजेन्द्र हो यार के भन्ने त्यो खानी भयो राम्ररी बसेर खा न त ठुलो कुरो नगर है तल यो चिया भनेर दिने अनि अहिले चाहिँ के भन्ने यो के हो यो तल लगाइसक्यो के लाग्नु पेट्रोलको बोतल अगाडि राखेर बसेछ कहिले पेट्रोल भने कहिले चिया भने कहिले के भने कहिले यो ऊ यतिकै जिस्को भने के भने होइन के भाइ के हो सुन न सुन हान्ने हो खेलेपछि के हो हाल्यो के हो त्यो ज्यान ठुलो छ भने नयाँ ज्यान त मेरो भन्दा तेरो ठुलो छ त मुर्रा भैँसी खाएर पनि त पर्चण्डेको खाँदैन त पर्चण्डेको त पछाडि हिँड्ने मान्छे हो पर्चण्डेको पछाडि पढ्यो होला तपाईँ ओली पर्चण्डेको तर हामी त्यस्तो होइन फेरि लाइफ याद गर्नु पर्चण्ड ओली शेरबहादुर हाम्रो पछाडि छ लाइफ याद गर्नु लाइफ हामी छ नि जनताको लागि यो फेरि प्रचण्डको मान्छे रे होइन उहाँ भने राजाको मान्छे हो प्रचण्डको मान्छे रे बस म जिस्काएको यस्तो भनेको पाइन्छ सरी यार म जिस्काएको के नगर न हेर त क्यामेरा पटक तेजेन्द्र परायाले सरी हैन याद के भयो पहिलो पटक तेजेन्द्र परायाले रूपक मान्छेसँग माफी माग्नु भयो फेरि जिस्काउनु होइन माफी मागेको होइन माफी मागेन हामीले तपाईँसित समाधान गर्नु हल्ला नगर भनेको सुन्दैन त बस के हाले होला तिमीले तेरो चाकमा हालिदिन्छु म दाइ किन भनेर गाइस सबैले हेर्नु हेर त क्यामेरा हामी एउटा रमाइलो गरेको थियौँ है ए सरी यार हेर्नुस् भाइ हेर्नु न प्लिज मैले त दाइ तपाईँ भन्ने अनि तपाईँले हेर ऊ यसो उसो भने त ओए तेजेन्द्र यसो प्लिज हेर्नु यार हेर्नु प्लिज दाइ सरी हामी त एउटा रमाइलो गरेको थियौँ है हजुर नरिसाउनु है हामी त एउटा रमाइलो मान्छेले प्र्याङ हान्नु है नराम्रो सोच होला है प्र्याङ हान्न लाग्यो त म त यसो आफ्नो तरिकाले गाइस नमस्कार है सम्पूर्णमा हैन मलाई तेजेन्द्र परियार सबैले चिन्नुहुन्छ हैन सम्पूर्ण हाम्रो मिडियामा जति पनि साथीहरुले हाम्रो दर्शकले हेर्नुहुन्छ सबैलाई यो रमाइलो यो के हो भने हामीले ट्याक्कै पुरै भट्टीको चालमा हामीले प्र्याङ हानेका छौं है सबैजनाले हेर्दिनु होला यो कस्तो लाग्छ हैन तेजेन्द्र कस्तो खालको सधैँ तेजेन्द्रलाई भड्या भन्नुहुन्छ म कस्तो भन्दै रूपक भाइ भनिदिनु त ल एकचोटि भनिदिनु मलाई सबभन्दा फर्स्टमा ढाका टोपी लगाउने मान्छे यो है मलाई काठमाडौँमा ल्याएर सम्मान गर्ने मान्छे ल रूपक मासुले तेजेन्द्रलाई मान्थ्यो मान्छ पनि अहिले पनि जहिले पनि मानेको हो तर एक्कासी मलाई म माथि हातपात गर्न आज जस्तै भयो त्यसपछि मलाई नि रिस उठेको अब म भन्दा नि अल्को रहेछ यार यो त यार भनेको त हेर्नुहोस् तपाईँहरूले बुझिहाल्नुहुन्छ म यस्तो झैझगडा यताउति मा अगाडि बढ्ने मान्छे होइन ल आज हामी सम्झिनु हामी त पर्ने छ तर उहाँले यो जिस्काएको भन्ने कुरो हो जिस्का नै सम्झ्यौँ होइन भने बन्द गरिदिनु ल है सबैजनाले तपाईँको विज्ञापन गर्नु परेन अलिकति तेजेन्द्र परियारको अहिले युट्युब च्यानल छ के अरे होइन छ सबैले हेर्नुहुन्छ अनि सबैलाई अनि छोडिदिनु यतिसम्मको लागि ल एकदम फाइटर खालको आउने